अहिले चाहिँ अब म यहाँ धरान 15 को हाम्रो साकेला खिममा आइसकेको छु र आजको दिन हामी हरियाली पार्क साकेला सिल्ली प्रदर्शनीको लागि जान आँटिरहेछौँ। हाम्रो सानो सुम्निमाहरू पनि हुनुहुन्छ, उहाँहरूलाई अब उहाँहरूको परिचय गराउन चाहे। हजुरको शुभ नाम के हो भनिदिनुस्? कुन राई पढ्नुभयो तपाईँ? कुन पाछा? यता तपाईको शुभ नाम भनिदिनुस्? कुन राई? कुन पाछा? यता ल हजुरको शुभ नाम भनिदिनुस्? क्रिस्टिन। कुन राई तपाईँ? ल हाम्रो बहिनी हजुरको शुभ नाम भनिदिनुस्? हाम्रो नाम चाहिँ रिस्ता हो। हजुर रिस्ता राई हो। कुन राई पढ्नुभयो? बान्तवा राई। पाछा? नाक्छौ। ए हजुर कुन लिम्बू पढ्नुभयो त? ए हस् हुन्छ। यता हजुरको नाम? कुन राई? कुन चामलिङ? ल ल यता हजुरको शुभ नाम? कुन लिम्बू? ल आज हामी हरियाली जाने हैन त? ल राम्ररी साकेला सिली हामी देखाएर आउने हैन त? ल अब सुम्निमाहरू त यतै छ, अब पारुवाङहरू चाहिँ कता छ है, अब विचार गर्नुपर्ने हुन्छ। हामी हरियाली पार्कमा प्रवेश गरिसक्यौँ। अब हाम्रो 15 को समूहको यहाँ तल छ स्थान। हामी युवाहरू जाँदैछौँ है हाम्रो ठाउँमा। यहाँ तुवाचुङहरू चाहिँ यहाँ खेल्दैछ हरियाली पार्कमा, गोलो यो पृथ्वी घुम्नेमा। म चाहिँ रुँगिरहेछु। पर छ रावाचुङ चाहिँ एक्लै खेल्दैछ पिङ पर। भयो ल हिँड भयो। ल म चाहिँ अहिले यहाँ हाम्रो रावाचुङसँग, यहाँ क्रिस्टिनसँग, यहाँ तुवाचुङसँग हरियाली पार्कदेखि निस्किँदैछु। हिँड ल ल सबैजना। ल अहिले चाहिँ म यहाँ हाम्रो सुम्निमाहरूसँग बाहिर पानीपुरी खानु जाँदैछु है। ल यहाँ चाहिँ अहिले हाम्रो तायोछा, हाम्रो तुवाचुङ, रावाचुङ, क्रिस्टिन, अनि के पर्यो तिम्रो नाम त? मेलिया, यता सियासी, ए सियाङसी। यहाँ सबैजना है यहाँ पानीपुरी खाँदैछौँ है हामी चाहिँ। कस्तो छ पानीपुरी तुवाचुङ? मिठो छ? कस्तो छ पानीपुरी? ल यहाँ हाम्रो बहिनीहरू सबैजना पानीपुरी खाँदैछौँ है हामी चाहिँ यहाँ। ल हो रावाचुङ नखाने भयो? आओ